हेर्नु त कस्तो कस्तो ब्यागहरू आयो हामीसँग। रोज ब्याग हेर्नु, अर्को पनि चेरी झुन्डाको रोज झुन्डा आएर चाहिँ टक्कै यो ब्याग। अर्को ब्याग पनि आएको छ। यी हामीसँग थरी थरीका ब्याग आइसकेका छन्। यो जेन्ट्स ब्याग हो है साथीहरू, जेन्ट्स ब्याग हो यो पनि जेन्ट्सले बोक्ने ब्याग हो। यो पार्टी ब्याग टक्क सुर्के थैली हामीले चाहिँ टक्क यसरी हाम्रो सामानहरू चाहिँ यहाँ साडी लगाएर टक्क बोकेर हिँड्न मिल्ने छ। यो ब्यागहरू भयो भने हामीसँग स्वेटर पनि आएको छ साथीहरू, जेन्ट्स स्वेटर, हाफ स्वेटर। अनि बच्चाको हो यो चाहिँ 9-10 वर्षको बच्चाको लागि फुल स्वेटर आइसकेको छ। जेन्ट्सको फुल स्वेटर है, यो चाहिँ टिचरहरूको लागि पनि, स्कुल ड्रेसको स्वेटर टिचरहरूको लागि पनि काम लाग्ने छ। यो चाहिँ सरकारी स्कुलका टिचरहरूको स्कुलको ड्रेसको स्वेटर हो यो। अनि अर्को रोज ब्याग हामी तयार गर्दैछौँ। अर्को पनि दुईवटा टक्कर बनाएर जोड्न मात्र ठिक्क बाँकी छ यसको। अब हामीसँग चाहिँ टाउकोमा लगाउने तिज आइसक्यो, धागो पनि आयो साथीहरू। कस्तो थरीको धागो लगाउने हामीसँग थरी थरीका धागोहरू आएका छन् यी बच्चाहरूको लागि। अब आजभोलि चलेको यो ब्यागमा झुन्डाउने सनफ्लावर, रोज टाउकोमा लगाउने थरी थरीका आइसकेका छन्। मैले चाहिँ अब अर्को यहाँ ब्याग नानीलाई चाहिँ कार्डिगन बुन्दैछु। यति बुनेर राखेको छु। अर्को यहाँ यो पनि हाम्रो साँचोहरूमा झुन्डाउन, ब्यागहरूमा झुन्डाउन हुन्छ बच्चाको। धागो पनि टन्नै आइसकेको छ। हजुरहरूलाई पनि केही चाहिएको छ भने अर्डर गर्नु होला। हामीसँग थरी थरीका धागोहरू आइसकेको छ। फेरि पनि हामी बनाउन तयार गर्दैछौँ साथीहरू। हजुर